आज चाहिँ फेरि यो हाम्रो सानो बगैँचामा फलेको फलफुलहरू त छैन तर फल छ। त्यहाँ आरू छ। यो चाहिँ चिप्ली भेन्डी है। त्यस पछाडि यो मकै पनि अग्लो हुँदैछ, फल्छ होला। अब जुङ्गा हालिसकेको छ मकैको, फल्छ होला यो। अनि यो खुर्सानी राम्रोसँग फलेको छ। यो खुर्सानी यहाँनिर यो खुर्सानी फुलहरू हालेको छ, चिचिलाहरू हालेको छ। यो पर्सि भइहाल्यो। त्यस पछाडि यो डल्ले खुर्सानीको बोट हो, तर यसमा चाहिँ फलेन, अर्कोमा चाहिँ फलेको छ। यसमा चाहिँ अलि राम्रो फलेन। यसमा चाहिँ डल्ले खुर्सानीहरू राम्रो गरेर फलेन। यो चाहिँ अलिक ठुलो भयो, तर धेरै बोट अग्लो भएको अनुसार चाहिँ त्यति यसले फल हालेन। आउँदै चाहिँ छ है, र त्यति फल हालेन। अनि यो चाहिँ हाम्रो स्ट्रबेरी फल पाकिरहेछ, दुईवटा काँचै छ भने। यो चाहिँ सयपत्री फुल भइहाल्यो। यो चाहिँ जिनिया भन्दो रहेछ, अब नेपालीमा के भन्छ थाहा छैन। यसको चाहिँ यो बोट चाहिँ एकदमै अग्लो भयो डल्ले खुर्सानीको, तर यसले फल चाहिँ एकदमै थोरै हाल्यो। यो पुरानो भएर पनि होला सायद। यहाँनिर अलिअलि मात्र देखिरहेछ यहाँ त्यसको भन्ने। अनि यहाँ चाहिँ यो मकै नै फलिसकेको छ। अनि त्यहाँ चाहिँ हाम्रो काँक्रो छ। एउटा काँक्रो चाहिँ हामीले टिपिसकेका छौँ। यो काँक्रो भइहाल्यो। पर्सि छ यहाँनिर। मस्याङहरू गइरहेछ, मस्याङको बोटहरू हुन्। मस्याङ त्यो पनि रोप्यौँ हामीले। अनि यो सूर्यमुखी फुल त एकदमै अग्लो भयो, अहिले मुर्छा पऱ्यो पनि। त्यहाँनिर छ सूर्यमुखी फुल। ल यति नै हो हाम्रो बारी, यो बारी बगैँचा है। अनि काँक्रो चाहिँ टिपेको काँक्रो चाहिँ हामीले यो हो है। यो त्यहाँबाट टिपेको, त्यो काँक्रोको बोटबाट टिपेको। यो सयपत्री फुल हेर्नु चाहिँ गोलबेडा पनि लागिसकेको छ। गोलबेडा पनि त्यहाँनिर देखिसकेको छ। देख्यो कि देखेन गोलबेडा हाम्रो बगैँचाको यहाँनिर गोलबेडा। यो सिमी हो, तर के सिमी हो मलाई पनि थाहा छैन। यो घरमालिकले थाहा छ, बगैँचा मालिकले। ल यति नै हो। यो चाहिँ अब यसो देखाउँ भनेको, बारीमा फलेको मस्याङहरू त कति फलेको। यो मस्याङले खायो कि के खायो, मकैहरू चाहिँ यहाँनिर गइदियो। ल आजलाई यति नै। अब फेरि पछि यो सयपत्री फुल फुलिसके पछाडि चाहिँ फेरि एकचोटि पनि देखाउँ। Keep on watching our videos. See you guys next time. Next day with a brilliant marigold flower coming on the way in the future.